Hello everyone, good morning. तपाईहरु सबैजनालाई नमस्ते अनि मेरो नाम जोर्डन गुरुङ अनि आजको यस भिडियोमा चाहिँ तपाईहरुलाई म हाम्रो लाभा गुम्बाको सबैभन्दा one of the oldest shrine hall हैन जुन चाहिँ 2001 मा अनि हाम्रो टिबेटको राजा दलाई लामा 14th दलाई लामा उहाँ आफै यहाँ पाल्नु भएर चाहिँ गुम्बाको उद्घाटन गर्नुभएको थियो र यो गुम्बा चाहिँ उद्घाटन गरेको जस्तै 20 वर्ष भन्दा धेरै भएकोले अनि आफ्टर 20 इयर्स चाहिँ यसलाई फेरि रङहरु लगाएर है अनि भत्केकोहरु सबै राम्ररी बनाएर अनि अहिले चाहिँ एकदम नयाँ बनाइदिएको छ र आज हामी त्यसको दर्शन या त्यो गुम्बा चाहिँ घुम्न जाने छौं है तपाईलाई म त्यो गुम्बा देखाउने छौं है सो या लेट्स गो
सो गाइज अहिले तपाईँहरूले देख्नुभयो है कतिको चाहिँ चेन्ज आई मिन कति राम्रो रहेछ तपाईँहरूले देख्नुभयो होला पहिला त्यति साह्रो पहिला पनि राम्रो थियो तर आई मिन त्यति साह्रो राम्रो थिएन अहिले चाहिँ एकदम मार्बलहरू लगाएर है अनि धाराहरू भयो होइन नुहाउने ठाउँ भयो अनि शौचालय भयो टोयलेट्स भयो सबै एकदम अपग्रेड गर्नुभएछ थ्याङ्क्स टु अल द स्पोन्सर है अनि अब एकछिनपछि चाहिँ दिउँसोपछि चाहिँ हाम्रो लामाहरू यता सर्नुहुन्छ है सानो लामाहरू यता सर्नुहुन्छ सो या सनम नयाँ कोठा पाएँ तिम्रो कोठा चाहिँ कता हो खुसी छ है नयाँ कोठा पाएर खुसी छ ल खुसी खुशी आँखा हार देखो इधर तो भाई देखिए मैं तो कैमरा में तो आँखा हार क्या नया कोठा में लाइट है चलने से क्या खुशी आँखा हार तो खुशी एक की रसा है बंदा हेलो पाल्दैन को रूम ल बेड को अब अहिले हो पाल्ने